नमस्ते, यो साकुराको रुख हो सिन्जुकु ग्योवेन पार्कको। अनि यो पार्कको यसो हिस्ट्री हेर्दा चाहिँ यो पार्क 1906 मा बनेको रहेछ हैन। जब जापान र रसियाको वार भएको 1 वर्षपछि ठ्याक्कै भनेपछि त यो रुखले त 100 वर्षभन्दा पनि बढी वसन्त फुलिसक्यो। यो रुखको उमेर चाहिँ 100 वर्षभन्दा बढी पनि भइसकेको छ। अनि जापानमा अहिले के भइरहेको छ भने चाहिँ धेरै धेरै पुरानो रुखहरू कतिलाई त अब उनीहरूले राम्रोसँग संरक्षण गरेर राखेर ठिकै पनि छ, तर कति चाहिँ अब प्रकृतिको नियम हो, हावाहुरी आउँदा त्यो रुखहरूले खसेर मान्छेलाई चोटपटक लाग्ने पनि भइरहेको छ। त्यसैले ठुलो ठुलो हावाहुरी आउँदा चाहिँ ठुलो ठुलो साकुराको रुखहरू अब अरू रुखहरूको नजिक जाँदा चाहिँ एकदमै होसियार हुनु होला। जापानमा एकदमै डिसिप्लिन भएको भएर पनि होला यस्तो भुइँमा फुल्दा पनि हेर्नु त कसैले पनि त्यो फुल टिप्ने अब लाने कानमा सिउरिने गरेको छैन। जनताहरूमा डिसिप्लिन भएर नै त्यसरी वार भयो भताङ बुतुङ पारेर पनि यो देशले कति छिटो आफ्नो विकास गर्न सक्यो। मानिसको सभ्यता र डिसिप्लिन भनेको चाहिँ एभ्री पर्सनको लाइफमा एकदमै एभ्री स्टेपमा चाहिने कुरा हो। तर एउटा देश बनाउनुको लागि पनि प्रत्येक व्यक्तिको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा चाहिँ जापानले हामी सबै नेपालीहरूलाई पनि सिकाउँछ।